गाइज इन्टरनेट इज गेटिङ हट नाउ। केपी ओलीलाई एरेस्ट गर्ने आदेश आएको छ। होम मिनिस्टर सुदन गुरुङले डाइरेक्ट अर्डर दिएका छन् केपी ओलीलाई एरेस्ट गर भनेर। तर ट्विस्ट के भएको छ भन्दाखेरि चाहिँ पुलिसले चाहिँ के भन्यो भन्दाखेरि रिटर्न लेटर बिना वी क्यान डु नथिङ अरे पुलिसहरू एज अलवेज नेपाली पुलिस। मिडनाइटमा पुलिस हेड क्वार्टरमा हाई लेभल मिटिङ, आइजिपी एआइजी टप अफिसर सबैजना इन्भल्भ छन् बट स्टिल नो फाइनल डिसिजन। करेन्टली चाहिँ अहिलेको स्थितिमा चाहिँ ओलीको रेसिडेन्समा पुलिस सर्भिलेन्स अलरेडी सुरु भइसकेको छ। भक्तपुर र काठमाडौँ क्राइम ब्रान्च एक्टिभ मोडमा छन्। यो सबै जेनजी प्रोटेस्ट रिपोर्ट इम्प्लिमेन्टेसनको कारण हो। क्याबिनेटले डिसिजन लिएको छ बट एक्जिक्युसन स्टिल अनक्लियर। सो प्रेसर त भइरहेछ। आई गेस गाइज ओली अब छिट्टै एरेस्ट हुनेवाला छन्।